घरमा जतिजना मेम्बर भए पनि हामीलाई सबैभन्दा माया गर्ने भनेको चाहिँ हाम्रो प्यारो हजुरआमा नै हो क्या। तिमीहरूले जन्मायो तर जन्माउँदैमा नाक यत्रो ठुलो पार्नु चाहिँ पर्दैन ल। हजुरआमाले जस्तो सेकाउने बोलाउने घुमाउने लोरी सुनाउने गर्छौ तिमीहरूले। तिमीहरूको त ढङ्ग हुनु पर्यो नि। यसो मैले टोइलेट गरेको देख्यो भने 4 कोस पर भाग्छ। अनि के साह्रो हो तिमीहरूलाई चाहिँ। तिमीहरू चाहिँ टोइलेट नगरी हुर्क्यौ कि क्या हो? अझ अलिकति रुनुपर्छ, झगडा गर्नुपर्छ, गाँठागुठीहरू ठोस्न थालिहाल्छन्। यस्तो बोक्ने हल्लाउने घुमाउने त चलनै छैन तिमीहरूको। त्यही भएर हाम्रो मनको कुरा बुझ्ने भनेको त हाम्रो प्यारी हजुरआमा मात्र हो, बुझ्यौ? फेरि मलाई मात्र नभएर तिमीहरू जस्तो भुस्टिग्रेलाई पनि पो स्याहार्नुपर्छ त मेरो हजुरआमाले त। तिमीहरूको घुर्की छुट्टै छ फेरि। तर तिमीहरूको पनि हजुरआमा हुने दिन चाहिँ आउँछ नि फेरि। नाता नातिनी चाहिँ हुन्छ है तिमीहरूको पनि। त्यति बेला हजुरआमालाई जति दुःख दिएको थियो नि त्यो चाहिँ तिमीहरूकोमा घुमेर आइपुग्छ। त्यही भएर हजुरआमालाई मात्र दुःख नदेऊ है, आफू पनि तयार हुँदै गर। आखिर तिमीहरू पनि हुनेवाला हजुरआमा त हो नि। Oh my God!